हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। म चाहिँ पोखरा जानको लागि निस्केँ। यो चाहिँ हिजोको भिडियो अनि आज एडिट गरेको। म चाहिँ बिहानै उठेर रेडी भएर पोखरा जानको लागि निस्केँ। अनि घरबाट चाहिँ एक्लै गएको थिएँ। डुम्रेमा चाहिँ दिदीलाई भेटेर हामी दुईजना सँगै पोखरा गयौँ। पोखरा चाहिँ किन गएको भन्दाखेरि हाम्रो चाहिँ सर्टिफिकेट निकाल्नु थियो, त्यही भएर दिदीबहिनीसँगै गयौँ। हामी चाहिँ पृथ्वी चोकमा झरेर पनि अर्को बस चढेर जानुपर्ने थियो अनि हामी दुईजना भएर अर्को बस चढेर गयौँ। हाम्रो काम नहुने भयो, आज सर्टिफिकेट ननिक्लिने भएर हामीलाई चाहिँ भोलि लिन बोलाएको थियो। त्यही भएर हामी चाहिँ साथीको रुममा बस्ने भयौँ। साथीको रुममा यत्तिकै के गरेर बस्ने भनेर हामी चाहिँ वृन्दावासिनी मन्दिर गयौँ। त्यहाँ राम्रो रहेछ मन्दिरहरू। म चाहिँ फर्स्ट टाइम नै गएको यहाँ वृन्दावासिनी मन्दिर। मलाई चाहिँ राम्रो लाग्यो। हामी तिनजना भएर चाहिँ दर्शन गऱ्यौँ अनि दर्शन गरे भएर भिडियोहरू बनायौँ, फोटो खिच्यौँ। अनि हामी तिनजनाले चाहिँ पालो फोटो खिच्ने, भिडियो गराउने काम गऱ्यौँ। अनि हामी चाहिँ फर्किँदाखेरि तल यस्तो राम्रो फुलेको रहेछ अनि त्यहाँ हरियाली राम्रो थियो। हामी चाहिँ फोटोहरू खिचेर रुममा फर्क्यौँ अनि त्यो बेलुका चाहिँ भिडियो गरेन, बिर्सेछ। भोलिपल्ट चाहिँ हामी सर्टिफिकेट निकालेर घर फर्किँदा हामीलाई चाहिँ भोक लागेको भएर हामीले चाहिँ मोमो खाएर हामी चाहिँ घर आउने माइक्रोमा चढेर कुरा घर फर्क्यौँ। अनि हामी डुम्रेमा झर्ने काम पऱ्यो।